नमस्कार साथीहरु, स्वागत छ हजुरहरुलाई नेपाली अनलाइन किचनमा। आज मैले थोरै सामानबाट मिठो मोमो बनाएर रेसिपी शेयर गर्दै छु। हजुरहरुलाई कस्तो लाग्छ रेसिपी? मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आउनुस् बनाउनतिर लागौं। मैले इस्कुसलाई चाहिँ राम्रोसँग ताछेर, सफा गरेर, जालीहरु फालेर चाहिँ कोरेसोमा कोरेर मोमो बनाउनको लागि रेडी गरिसकेको छु साथीहरु। तर इस्कुसलाई कोरेसोमा कोरिसकेपछि एउटा फराकिलो भाँडोमा राखेर अलिकति नुन हालेर मजाले मोलेर 10 मिनेट छोडिदिनु पर्छ। यसबाट धेरै पानी आउँछ अनि मजाले यो पानीलाई चाहिँ निचोर्नु पर्छ अनि मात्रै मोमो बनाउन यो रेडी हुनेछ। मैले चाहिँ मोमो बनाउनलाई रेडी गरिसकेकी छु। अलिकति न्युटेलालाई ढड्याएर अनि मिक्सरमा पिसेर त्यो पनि अलिकति मिक्स गरेकी छु। यसरी मिक्स गरेर मोमो बनाउँदा चाहिँ मोमो एकदमै टेस्टी बन्छ साथीहरु। हजुरहरुलाई मन पर्छ भने लिनु होला, हैन भने यसलाई स्किप गर्न सक्नुहुनेछ। मैले चाहिँ अलि धेरै किमा रेडी गरेको थिएँ, त्यही भएर भाँडो सानो भयो। अर्को भाँडोलाई चेन्ज गरेको छु। हजुरहरु चाहिँ बेलैमा फराकिलो भाँडो लिनु होला। आवश्यकता अनुसार मसिनो गरेर चप गरेको प्याज राखेँ, अलिकति हरियो धनियालाई पनि राखेँ, अलिकति लसुनको पेस्टलाई राखेँ, अलिकति कोरिसोमा कोरेको अदुवा पनि राखेकी छु। मोमो मसलामा मैले सेन्चुरीको मोमो मसला लिएको छु। हजुरहरुले जुन कम्पनीको लिँदा पनि हुन्छ। अलिकति मैले अजिनामोटोलाई पनि राखेकी छु। हजुरहरुलाई मन पर्छ भने राख्नु होला, मन पर्दैन भने स्किप गर्न सक्नुहुनेछ। अजिनामोटो मोमोमा राखेन भने चाहिँ मोमो खासै टेस्टी बन्दैन नि त, त्यही भएर थोरै राखेकी छु। स्वाद अनुसार नुन राखेँ। मसलाहरूलाई सबैतिर लाग्ने गरी राम्रोसँग मिक्स गरेकी छु। मसलाहरू यतिको मिक्स गरिसकेपछि मैले तोरीको तेलमा अलिकति बेसर राखेर किमालाई मजाले झानेकी छु। मसला र तेलमा यसरी मिक्स गरिसकेपछि यसलाई एकैछिन साइडमा राखेर म मोमोको अचार बनाउनतिर लागेँ। तेल झानेको कराईमै तेल तातिसकेको छ। प्याज, लसुन, कोरेको अदुवा, 3वटा कबरे अनि टमाटर, अलिकति बेसर राखेर राम्रोसँग मिक्स गरिदिएकी छु। स्वाद अनुसार नुन पनि राखेकी छु। नुन चाहिँ हामीले पिठो र किमामा पनि राखेका छौँ साथीहरु, त्यही अनुसारले हाल्नुपर्ने हुन्छ। मजाले मिक्स गरिदिएकी छु। अब यसलाई छोपेर पाक्ने गरी पकाउँछु। मोमोको अचार चाहिँ यतिको पाकिसकेपछि अलिकति थोरै धनिया जिराको पाउडर राखेकी छु। अब यसलाई राम्रोसँग मिक्स गरिदिएर सेलाउनको लागि साइडमा राखेर मोमोको डल्ला बनाउनतिर लागेँ। पिठोमा मैले अलिकति नुन लगाएर मजाले मुसेर प्लास्टिकले कभर गरेर राखेकी थिएँ साथीहरु। अब चाहिँ बनाउनको लागि रेडी भइसकेको छ। म मोमोका डल्ला बनाउनतिर लाग्छु। रोटी चाहिँ मैले बनाइसकेको छु। माथिपट्टि चाहिँ सुक्खा हुन्छ नि त, हल्का पानी लगाएँ अनि त्यसमा किमा राखेँ। अब सेप चाहिँ आफूलाई जस्तो आउँछ त्यस्तै बनाउने हो। मैले चाहिँ सिम्पल अनि सजिलो तरिकाबाट बनाएर रेडी गरेको छु। हजुरहरुले देख्न सक्नुहुन्छ। अचारमा चोबेर खाने हो साथीहरु, मोमोको डल्ला बनाउने हो, जस्तो जानिन्छ त्यस्तै। मैले चाहिँ यस्तो खालको बनाएकी छु। यो मोमो पकाउने भाँडोमा चाहिँ साथीहरु मजाले तेल लाउनु पर्छ, हैन भने मोमोका डल्ला भरे टाँसेर च्यातिन्छन्। मजाले तेल लगाएर अनि यसलाई राख्नुपर्ने हुन्छ। त्यसैगरी मैले अर्को खालको सेपबाट पनि एउटा बनाएर रेडी गरेको छु। आफूलाई जस्तो आउँछ त्यही अनुसारले बनाउने हो। मैले जस्तो जाने त्यस्तै सेपमा मोमोको डल्लाहरू बनाएर रेडी गरिसकेको छु साथीहरु। अब यता अचार पनि सेलाइसकेको छ। त्यसको लागि मैले मिक्सरको जार लिएँ, त्यसमा अचार हालेँ, अलिकति बदाम पनि राखेँ, अलिकति काजु राखेँ, अलिकति धनिया राखेँ र थोरै पानी राखेर चाहिँ यसलाई मैले मसिनो पेस्ट बनाएकी छु। हजुरहरुले देख्न सक्नुहुन्छ र हाम्रो अचार पनि बनेर रेडी भएको छ। मोमो पकाउनको लागि पानी चाहिँ उम्लिसकेको छ। मैले अलिकति अगाडि पानी बसाइसकेकी थिएँ र अब त्यहाँ चाहिँ मोमो बोइल गर्नको लागि राखिदिइसकेको छु। अब यो मोमोलाई चाहिँ 15 देखि 20 मिनेटसम्म बोइल गर्नुपर्छ साथीहरु, अनि मात्रै यो खानको लागि रेडी हुनेछ। मैले चाहिँ ठुलो आँच बनाएर मोमो पकाउन बसालेकी थिएँ साथीहरु। 15 मिनेट पछि चाहिँ मोमो पाकेर खानको लागि रेडी भइसकेको छ। हामी चाहिँ सर्भ गर्न लाग्दैछौँ साथीहरु। कस्तो लाग्यो त हजुरहरुलाई मोमोको रेसिपी? मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला। फेरि यस्तै छिटो मिठो रेसिपी लिएर आउने छु। त्यतिन्जेलसम्मको लागि बाइ बाइ।